हेलो गाइस, गुड मर्निङ। आज कति दिनको पछि मैले भ्लग बनाउँदैछु। सो आज चाहिँ नि 14 अप्रिल हो अनि त्यसको पछि हाम्रो घरमा चाहिँ नि 15 अप्रिलमा लाइक पूजा लगाएको छौँ, नारायण पूजा, सत्यनारायण पूजा भगवान्को। त अनि आज चाहिँ नि घर साफसफाइ गर्नमा सब बिजी छन्, सब के गर्दैछन्, सबले काम गर्दैछन्। त म देखान्छु के काम गर्दैछन् अनि हाम्रोसँग बस्नु होला। भोलिको भ्लग पनि राम्रो हुनेवाला छ। अनि आज चाहिँ नि हाम्रो अस्मिताको नयाँ फोन आउनेवाला छ, त तिनको अलग्गै एक्साइटमेन्ट छ। त्यो पनि हेर्नलाई हाम्रो भ्लगमा बनिराख्नु होला। यो रुममा चाहिँ नि पूजाको जसरी उतो बनाउने मण्डप जस्तो बनाउनलाई त्यही लागि यहाँ पूजा दिएर ईशा चाहिँ नि यतातिर हाम्रो त्यति सबै मिलेर साफसफाइ गर्दैछन्। यहाँ चाहिँ नि हाम्रो अस्मिताहरूले पूजा गर्न थाल्दैछन्। आज न्यु इयर हो, सो पूजा गर्दैछन् यिनीहरूले। यहाँ चाहिँ नि कान्छेमाले चौका साफसफाइ गर्दै हुन्छ। अब पुरा चौको बनाउनुपर्छ, चौको। मैले सोचेँ थिएँ कान्छेमाले यहाँ बोछा सोचा मान्नुहुन्छ होला, लेकिन कान्छेमाले मलाई लगाउनु भयो। तर के छैन, मैले यहाँ चाहिँ नि बोछाहरू मारेँ, साफसफाइ गरेँ भर्खरै। चाहिँ मैले हजुरआमाले भोलि यो साडी लाउने अरे, त म यो प्रेस गरिदिँदैछु। हेर्नु गाइस, यहाँ हाम्रो भाइले खतरा काम गर्दै हुनुहुन्छ। कसको रिस पोख्दै हुनुहुन्छ थाहा छैन। मौरीको भमरा जस्तो। भोलिको सेलरोटी बनाउनको लागि आज चामल पिस्दैछौँ हामी। त फाइनली गाइस अस्मिताको फोन आयो। अस्मिताको एक्साइटमेन्ट देख्न सक्नुहुन्छ। एक्साइटेड भइहाल्यो त म त खोला अस्मिताको फर्स्ट फोन। ओ माई गॉड औरा हेर्नु गाइस, यहाँ यिनीहरूले नयाँ फोनले चाहिँ नि यिनीहरूले भिडियो बनाउँदैछन्, फोटो खिच्दैछन्। त अस्मिता के भन्न चाहन्छौ, खुसी छौ कि छैनौ? एकदम खुसी छु। पुनमदी र भिनाजुलाई थ्याङ्क यू भन्छु म। यति राम्रो फोन छ, थ्याङ्क यू सो मच। बिचरा हाम्रो भाइलाई बहुत मेहनत गर्न परेछ। भाइ यता हेर्नुहोस् त एकबार प्लिज। हेलो गाइस, हेलो गाइस। यहाँ चौका बनाउँदै हुन्छ निलबा अनि दादाले। गाइस हामी चाहिँ नि अब चटपटे खाना खाएको अनि सबै छन् यहाँ। यहाँ टपरी गाँच्दै हुनुहुन्छ अनि हाम्रो डेकोरेसन पनि लगभग भइसकेको छ। भोलिको लागि फुल प्रिपरेसन चल्दैछ, हेर्न सक्नुहुन्छ। यहाँ आमा पनि काम गर्दै हुन्छ, यहाँ बुढीआमा काम गर्दै हुन्छ मुख छोपेर। यहाँ बाट्नलाई चाहिँ नि हाम्रो सबु छिन् यहाँ। आज मैले फाइनली गाइस हामीले आज पुरा इन्जोय गऱ्यौँ अनि देख्नु होला के काम गऱ्यौँ। अनि म्याडमको फोन देखाइदिएको फेरि नयाँ फोन आएछ, अलग्गै एक्साइटमेन्ट छ। सो अब चाहिँ नि भोलि चाहिँ नि राम्रो क्वालिटीमा भिडियो बन्नेवाला छ, किनकि हाम्रो अस्मिताले भोलि बनाउँछन् उसको नयाँ फोन दामी बन्नेवाला छ। सपोर्ट गर्नु होला अनि लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। थ्याङ्क यू, बाई बाई, गुड नाइट।